धेरैजनाले डाक्टर साहब क्षयरोग वा टिबी त निको भयो तर फोक्सोमा दाग अझै बाँकी छ, यसको उपचार हुन्छ कि हुँदैन भनेर सोध्नु भएको छ। त्यसैले आज हामी टिबी निको भएपछि फोक्सोमा रहने दाग, यसको असर र दीर्घकालीन हेरचाहबारे कुरा गर्नेछौँ। भिडियो सुरु हुनुभन्दा अघि फलो गर्नुहोस् र लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। अब सुरु गरौँ है। टिबीको दाग के हो? क्षयरोगको सफल उपचारपछि जीवाणु त नष्ट हुन्छ, तर फोक्सोमा भएको क्षति पूर्ण रूपमा पुरानै अवस्थामा फर्कन सक्दैन। त्यस ठाउँमा शरीरले फाइब्रोसिस भनिने दाग वा स्कार बनाउँछ। यो सक्रिय टिबी होइन, यो सङ्क्रामक पनि हुँदैन, प्रायः फेरि टिबीको औषधि खान पनि पर्दैन। तर केही व्यक्तिमा यसले दीर्घकालीन समस्या निम्त्याउन सक्छ, त्यसैले नियमित निगरानी आवश्यक हुन्छ। टिबी उपचारपछि फलोअप किन जरुरी छ? टिबी उपचार सकेपछि छातीको एक्सरे गर्नुपर्छ, यो भविष्यमा तुलना गर्नको लागि आधार हो। विशेष गरी पहिलो 1-2 वर्षमा यी समस्याहरूमा ध्यान दिनुपर्छ। सास फेर्न गाह्रो हुनु, बारम्बार खोकी लाग्नु, रगत मिसिएको खोकी लाग्नु, पटक पटक छातीको सङ्क्रमण हुनु, समयमै पत्ता लागे उपचार सजिलो हुन्छ। टिबीको दागसँग सम्बन्धित सम्भावित समस्याहरू र तिनका समाधान। 1. रगत मिसिएको खोकी, हेमोप्टाइसिस। धेरैजसो आफै निको हुन्छ, तर धेरै र बारम्बार रगत आएमा ब्रोङ्कियल आर्टरी इम्बोलाइजेसन वा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ। 2. एस्परजिलोमा। यो पुरानो टिबीले बनाएको खाल्डोमा फङ्गस बढ्दा हुन्छ, औषधिले खासै काम नगर्न सक्छ, धेरै रगत बगेमा शल्यक्रिया आवश्यक पर्न सक्छ। 3. ब्रोङ्किक्टासिस वा सिओपिडी, दम जस्तो समस्या। लक्षण: लामो समय खोकी, खकार धेरै आउनु, सास फेर्न गाह्रो। उपचार: श्वास प्रश्वास सफा गर्ने अभ्यास, इन्हेलर, आवश्यक परे स्टेरोइड औषधि। 4. फाइब्रोथोरेक्स वा ट्र्याप्ड लङ। यो फोक्सो राम्रोसँग नफैलिनु हो, सास फेर्न धेरै गाह्रो भएमा छाती शल्य चिकित्सकको सल्लाह चाहिन्छ। 5. क्यान्सरको निगरानी, क्यान्सर सर्भिलेन्स। पुरानो टिबीको दागमा कहिलेकाहीँ फोक्सोको क्यान्सर लुकेर बस्न सक्छ। नयाँ गाँठागुठी, औँलाको टुप्पा फुल्नु वा असामान्य तौल घटेमा तुरुन्त जाँच आवश्यक हुन्छ।